गाइस आज हामी मनोकामना जान हिँडेका छौँ र यो मनोकामना गेटबाट भित्र छिरिसकेका छौँ। ल हामी आज 4 जना आएको छौँ। हेलो सर, कस्तो लागिरहेको तपाईँलाई? खुट्टा दुखिरहेको छ गाइस ल हामी चाहिँ टिकट लिएर आइसकेका छौँ, भित्र प्रवेश गरिसकेका छौँ। केबुल कारको टिकट एकछिनमा हामी उल्टो केबुल कारमा जानेछौँ। केबुल कारमा छ मैले पछाडि देख्न सक्नुहुन्छ। अब फाइनल्ली हामी चाहिँ केबुल कारको स्टेसन आइपुगिसकेका छौँ। हामी चाहिँ मनोकामना ट्याक्कै आइपुग्यो। उकालो चढ्दैछौँ। ओके सर। अनुसन्धानको क्रममा छ अहिले। खानेकुरा कसले बोकेको छ भनेर कोही चाहिँ उता बसिरहेको, कोही चाहिँ यता बसिरहेको, चाहिँ यता बसिरहेको। गाइस हामी चाहिँ लाइन बसेको 3 घन्टा भइसक्यो। अब लगभग गेटमा पुग्न लागेको छौँ। अब एकचोटिमा चाहिँ ल फाइनली हामी चाहिँ अब छौँ। मनोकामना माताले रक्षा गरौँ ल है त। गाइस ल हामी चाहिँ पूजा गरेर फर्किसकेका छौँ। अब हामी घरतिर जाने क्रममा छौँ र खाना खाएर अघि बढ्दैछौँ। एकछिन हामी यहाँ बाहिर निस्किँदैछौँ। यहाँबाट भिडभाड छ। केवल कारमा छौँ अहिले चाहिँ हामी। गोर्खा मनोकामना। अब हामी यो डाँडाबाट चाहिँ तलतिर तलको त्यो बजार देख्न सकिन्छ। यहाँबाट अब सरर र ओह्रालो लाग्दैछ। ओहो अब घुटुटु गर्छ गाइस। अब खोलामा आइपुग्यो गाइस। खोलामा आएसँगै चाहिँ हामी कस्तो लागिरहेको? अब हामी ट्याक्कै आइपुग्ला है। भिडियोलाई अन्तिमसम्म ध्यानपूर्वक हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। साथै सम्पूर्णलाई मनोकामना माईले रक्षा गरून् भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु। धन्यवाद।